मिटर ब्याज नेपालमा यो शब्द सुन्ने बित्तिकै धेरैको मनमा एउटा डर पैदा हुन्छ। यो आर्थिक शोषणको एउटा एकदमै क्रूर प्रतीक बनेको छ। आखिर कसरी यो प्रणालीले मानिसहरूलाई ऋणको यस्तो गहिरो पासोमा पार्छ? आउनुहोस् आज हामी यसको गहिराईमा जाउँ र यो पनि हेरौँ कि यसले कसरी डिजिटल भविष्यतर्फ एउटा नयाँ मोड लिन सक्छ। यो सुन्दा कुनै फिल्मको डायलग जस्तो लाग्न सक्छ, तर होइन। यो त हजारौं नेपालीहरूको तीतो यथार्थ हो, उनीहरूको भोगाई हो। मिटर ब्याजले जीवन, परिवार र व्यवसायलाई मात्रै डुबाउँदैन, यसले त सिङ्गो भविष्य नै भनौँ न अन्धकारमा धकेलिदिन्छ। त्यसो भए यो मिटर ब्याज भनेको वास्तवमा के हो त? यसको नामै काफी छ। सोच्नुस् त, बिजुलीको मिटर जसरी त्यो लगातार घुमिरहन्छ नरोकिकन, हो ठ्याक्कै त्यस्तै घुम्ने ब्याज। यो एउटा यस्तो अनौपचारिक ऋण प्रणाली हो जहाँ ब्याज यति तेज गतिमा बढ्छ कि ऋण लिने व्यक्ति ऊ कहिल्यै उम्किन नसक्ने आर्थिक दास्ताको जालमा फस्छ। अब प्रश्न उठ्छ, यो शोषणकारी प्रणालीको जरा कहाँबाट सुरु भयो? कसरी यो यति बेग्न फैलियो र आजको दिनमा यसले कसरी काम गर्छ? ल, अब यसैको चिरफार गरौँ। यसको कथा हेर्दा यो कसरी एउटा सामान्य आवश्यकताबाट राष्ट्रिय सङ्कट बन्यो भन्ने प्रष्ट देखिन्छ। 1990 को दशकमा जब ब्याङ्क सबैको पहुँचमा थिएन, यो एउटा विकल्प जस्तो थियो। तर 2000 को दशकमा नियमनको अभावले गर्दा यो शोषणको खतरनाक हतियार बन्न पुग्यो। अनि 2020 को दशकसम्म आइपुग्दा त के भयो भन्दा ठूला ठूला भ्रष्टाचार काण्डहरूले यसको जरा हाम्रो वित्तीय प्रणालीभित्र कति गहिरोसम्म फैलिएको रहेछ भन्ने कुरा उद्दाङ्गै पारिदियो। र आजको दिनमा यो समस्या कुनै गल्लीको एउटा साहुमा मात्र सीमित छैन। छैन। यसमा त ठूलै खेलाडीहरू छन्, सहकारी संस्थाहरू, लघुवित्तहरू, र अचम्मको कुरा त के छ भने अप्रत्यक्ष रूपमा केही ब्याङ्कहरू पनि यसमा जोडिएका छन्। कसरी? उनीहरूले केन्द्रीय ब्याङ्कको नियमनलाई छलेर चर्को ब्याजमा पैसा लगाउने व्यक्ति वा समूहसँग भित्रभित्रै सम्बन्ध गाँसेका हुन्छन्। यहाँ हेर्दा प्रष्ट हुन्छ कि आधिकारिक ब्याङ्किङ प्रणाली र मिटर ब्याजको अध्यारो सञ्जालबीच कति ठूलो फरक छ। आकाश पातालको फरक भन्दा पनि हुन्छ। एकातिर केन्द्रीय ब्याङ्कको नियम, कानून, रेकर्डेड कारोबार सबै पारदर्शी, अनि अर्कोतिर कुनै नियम छैन, कुनै रेकर्ड छैन, कालो धनको खेल। अनि त्यो रोक्का भन्ने गोप्य सम्झौता त झन् डर लाग्दो छ। यसको मतलब ऋण तिर्न सकिएन भने ऋणीको सम्पत्ति सिधै साहुको नाममा जान्छ, कुनै सोधपुछ बिना। तर यो प्रणालीको असर पैसाको लेनदेनमा मात्र सीमित छैन। यसको लागत त्योभन्दा धेरै गहिरो छ। अब हेरौँ यसले हाम्रो समाज र अर्थतन्त्रलाई भित्रभित्रै कसरी खोक्रो बनाइरहेको छ। यो प्रणालीको स्वट विश्लेषण गर्दा केही रोचक कुराहरू देखिन्छन्। यसको शक्ति के हो? तुरुन्तै पैसा पाउनु, कुनै लामो प्रक्रिया बिना। तर यसको कमजोरी? त्योभन्दा कैयौं गुणा खतरनाक छ। कुनै नियमन छैन, अनि यसले निम्त्याउने सामाजिक र मानसिक पीडाको त कुनै हिसाबै छैन। अब अवसरको कुरा गर्दा डिजिटाइजेसनले एउटा बाटो देखाउन सक्छ, तर यसको सबैभन्दा ठूलो खतरा भनेको सिस्टममा नै बसेको भ्रष्टाचार हो, जसले सबै सुधारलाई निल्न सक्छ। साँचो कुरा त के हो भने हामीले जे देखिरहेका छौँ त्यो त पानीमा तैरिरहेको बरफको टुप्पो मात्रै हो। सतहमा ऋण र ब्याज देखिन्छ, तर त्योभन्दा कैयौं गुणा ठूलो हिस्सा पानीमुनि लुकेको छ। त्यो हो राजनीतिक संरक्षण, सामाजिक असमानता र कमजोर कानूनी प्रणालीको डरलाग्दो जालो। त्यसैले यो केवल एउटा आर्थिक समस्या होइन, यो त हाम्रो प्रणालीमा गहिरोसँग जरो गाडेर बसेको एउटा रोग हो। अनि यो रोगको असर समाजको हरेक कुनामा फैलिएको छ। राजनीतिक रूपमा यसले भ्रष्टाचारलाई मलजल गर्छ। आर्थिक रूपमा यसले कालो धनको छुट्टै समानान्तर अर्थतन्त्र चलाउँछ। सामाजिक रूपमा त झन् के कुरा गर्नु, यसले कति परिवार टुटाएको छ, कतिलाई आत्महत्या गर्न बाध्य पारेको छ, कतिलाई बसाइ सर्न बाध्य बनाएको छ। यहाँसम्म कि ऋण तिर्न नसकेर आफ्नो जग्गा जमिन गुमाउँदा मानिसहरू विस्थापित हुन परेको छ। ल, यति धेरै समस्याहरूको कुरा गर्दा अलि निराशाजनक लाग्न सक्छ। तर अब समाधानको बाटोतर्फ पनि हेरौँ। के प्रविधिले यो अन्धकारमा एउटा उज्यालो देखाउन सक्छ त? एकछिनको लागि सोचौँ त, के हुन्छ यदि हामीले यो प्रणालीलाई सिधै प्रतिबन्ध लगाउनुको सट्टा यसलाई नै पूर्ण रूपमा रूपान्तरण गर्न सक्यौं भने? कल्पना गरौँ
एउटा यस्तो पारदर्शी एआई सञ्चालित लघु ऋण प्रणालीको जहाँ ऋण दिने निर्णय कुनै साहुको मनमर्जीले होइन, एआईले व्यक्तिको तिर्न सक्ने क्षमता हेरेर निष्पक्ष रूपमा गर्छ, जहाँ हरेक सम्झौता ब्लकचेनमा रेकर्ड हुन्छन्। मतलब एकपटक रेकर्ड भएपछि त्यसलाई कसैले बदल्न सक्दैन, छेडछाड गर्न सक्दैन। आजको यो जुन अराजकता छ नि, त्यसको ठिक उल्टो एउटा पूर्ण पारदर्शी प्रणाली। तर यो कल्पनालाई यथार्थमा बदल्न एउटा ठोस योजना चाहिन्छ। ल अब हेरौँ यो 5 बुन्दे योजना जसले यो रूपान्तरणलाई सम्भव बनाउन सक्छ। पहिलो काम, यसलाई कानुनी दायरामा ल्याउने र ब्याज दरको एउटा माथिल्लो सीमा तोक्ने। दोस्रो, एआईको प्रयोग गरेर जोखिम विश्लेषण गर्ने ताकि ऋण चिने जानेको आधारमा होइन, तिर्न सक्ने क्षमताको आधारमा दिइयोस्। तेस्रो, सबै सम्झौतालाई ब्लकचेनमा राख्ने, यसो गर्दा पछि कसैले कागजपत्र बदलने भन्ने कुरै आउँदैन। चौथो, यो प्रणालीलाई राष्ट्रिय डिजिटल पूर्वाधारसँग जोड्ने र सबैभन्दा महत्त्वपूर्ण 5औं बुँदा, मानिसहरूलाई वित्तीय साक्षरताको बारेमा सिकाउने, जनचेतना फैलाउने। र अन्त्यमा कुराको चुरो यही हो, एआई र फिनटेकको सही प्रयोग गर्न सकियो भने जुन कुरा आज एउटा अभिशाप बनेको छ, त्यही कुरा भोलि गएर एउटा व्यवस्थित, पहुँचयोग्य र भरपर्दो वैकल्पिक वित्तीय समाधान बन्न सक्छ। मिटर ब्याजको कथा मूलतः गुमेको विश्वासको कथा हो, तर सायद प्रविधि मार्फत त्यो विश्वास फेरि प्राप्त गर्न सकिन्छ कि भन्ने आशाको कथा पनि हो। अब अन्तिम प्रश्न यहीँनेर आउँछ, के नेपालले न्यायको लागि डिजिटलाइजेसनको यो बाटो रोज्ला वा शोषणको यही अनन्त चक्रमा फँसिरहला?